अप्ठ्यारो विषय रोजेर आफैलाई आपतमा पार्न कसैलाई मन हुँदैन। त्यसैले त परमेश्वर रिजाल पढ्ने कक्षामा गणित विषय रोज्ने उनीसहित 2 जना विद्यार्थी मात्र थिए। 2 मध्ये पनि एक विद्यार्थीले बिचैमा कक्षा छोडेपछि परमेश्वर रिजालले एक्लै भए पनि गणित पढ्ने निधो गरे। गणित विषयको एक्लो विद्यार्थी उनलाई गुरुले विद्यालयको चौरमै राखेर पढाउन थाले। हिजो देखाएको त्यही हिम्मतका कारण आज परमेश्वर रिजालले हजारौं विद्यार्थीहरूलाई गणित सिकाउन र बुझाउन सक्ने भएका छन्। त्यति मात्र नभई उनले गणित विषयमै केन्द्रित राष्ट्रव्यापी प्रतियोगिता नेशनल लेभल म्याथमेटिकल क्विजमा अर्गनाइजरका रूपमा पनि काम गरेका छन्। म्याथमेटिक्सका फर्मुलाहरू जस्तै उनलाई आफ्ना विगतका दिन पनि मजाले याद छ। उनी सम्झन्छन् आफू शिक्षक हुँदाको सुरुवाती दिनहरूमा विद्यार्थीहरूलाई घोकाएरै गणित पढ्न लगाउने गरिन्थ्यो। एउटै प्रश्न बारम्बार गर्न लगाएर उत्तर याद हुने गरी अभ्यास गर्न लगाइन्थ्यो। स्कुल कलेजको लक्ष्य एउटै हुन्थ्यो, विद्यार्थीहरूले बुझुन् या नबुझुन् राम्रो अङ्क ल्याउनु। चौरमै पढेर हुर्के पनि उनको कम्प्युटर र प्रविधिप्रति विशेष रुचि थियो। सोही रुचिका कारण पढाउने शैलीमा पनि परिवर्तन खोज्दै उनले बिस्तारै युट्युबबाट भिडियो डाउनलोड गर्दै प्रोजेक्टरको सहायताले पढाउने प्रयास गरे। तर उपयुक्त स्रोत साधनको अभावमा उनका प्रयासहरू प्रभावकारी ढङ्गबाट अघि बढ्न सकेनन्। आज सुविधा सम्पन्न कक्षा कोठामा आफैले निर्माण गरेको विश्वस्तरीय प्रविधि माई सेकेन्ड टिचर मार्फत पढाउन पाउँदा उनले शिक्षा क्षेत्रको भविष्य उज्जवल देख्न थालेका छन्। उनको बुझाइ अनुसार विद्यार्थीहरूको बदलिदो जीवनशैली र आकर्षणसँगै पढाउने विधिमा पनि बदलाव आजको प्रमुख चुनौती हो। यही परिवर्तनसँगै कदम बढाएका परमेश्वर रिजाल आज उन्नत नेपालको आधार निर्माण गर्दैछन्। मेरो शैक्षिक यात्रामा जस्तै तपाईहरूको पढाइमा पनि निकै चुनौतीहरू आउन सक्छन्। त्यसैले माई सेकेन्ड टिचर मार्फत तपाईहरूको म्याथमेटिक्स सब्जेक्ट रिलेटेड कुनै पनि प्रब्लमलाई सल्भ गर्न अब म हेल्प गर्नेछु। इन्टरेक्टिभ भिडियोज, इबुक जस्ता विभिन्न माध्यमबाट अब माई सेकेन्ड टिचरले तपाईँको पढाइलाई अझ इजी र इफेक्टिभ बनाउनेछ। स्मार्ट लर्निङ रोजेर अब स्मार्टर बन्ने होइन त।